वेलकम बैक टू माई च्यानल। आज चाहिँ हामी यस्तो खतरा बबाल ठाउँमा आएको छु। हेर्नुहोस् त, ओ माइ गॉड, यो हाइकिङ भन्दा केही कम छैन। यस्तो राम्रो भ्यू देख्छ, यति राम्रो भ्यू देख्छ यताबाट हैन। सो हजुरले देख्न सक्नुहुन्छ। हेर्नुहोस् त मेरो ब्याकग्राउन्ड, म हजुरलाई राम्रो पनि देखाउँछु है। चलो हजुरलाई थाहा छ कि थाहा छैन यो कुन ठाउँ हो भनेर? यदि कसैलाई थाहा छ यो कुन ठाउँ हो भने चाहिँ प्लिज कमेन्ट गरिदिनु होला। सो हामी चाहिँ कहाँ जाने केही थाहा छैन कि शनिबार कहाँ जाने जसले कन्फ्युजन ऱ्यान्डम प्लेसमा आउने अनि ऱ्यान्डम ठाउँ भेट्टाइन्छ जस्तै यसरी। हेर्नुहोस् त, वाउ कति रमाइलो हो कि। अब म चाहिँ यो पढाङ चढ्दै माथि जान्छु है गाइस। चलो लेट्स गो। साँच्चै हाइकिङ आए जस्तो भइरहेको छ गाइजहरू। यस्तो गाह्रो छ नि, हाम्रो कहाँ पुग्छ थाहा छैन। हेर्नु न, यस्तो छ बाटोहरू चाहिँ, कहाँ पुग्छ चाहिँ केही थाहा छैन फेरि है। कता पुग्छ पता नै चाहिँ। सो जङ्गलै जङ्गल छ, त कता न कतै पुग्ला नि होइन र? के भन्नुहुन्छ यो विषयमा? यसरी त हाइकिङ गरेर खाइँदैन, घाँटी सुकिसक्यो मेरो त। चलो ओ ला, कता पुगेछ? गाइज हामी चाहिँ माथि आइपुगिसकेको छौँ। अब यता चाहिँ मन्दिर छ जस्तो लागिरहेको छ, घन्टीको आवाज आएको छ। सो हेरौँ है त कस्तो छ। सो यहाँ मन्दिरै रहेछ यहाँ गाइज। ब्याकग्राउन्ड हेर्नुहोस् न। म हजुरलाई देखाउँछु ल यताको डिस्ट्रोय कस्तो छ भनेर। हेर्ने कि नहेर्ने? पक्का हजुरलाई हेर्नु मन छ होला। घाँटी सुक्यो के बोल्दै आएको छु नि। सो यहाँ मन्दिर हुन्छ गाइस। वहाँ चराहरू उडिरहेको छ। सो नाइस। चलो गाइज अब चाहिँ हामी यहाँबाट जाँदैछौँ है। अब यो बाटो भएर हामी कहाँ पुग्छौँ भनेर माथि जान लागेको छ है। सो हजुरले यो कुन मन्दिर हो यति थाहा छ भने प्लिज कमेन्ट गरिदिनु होला है। एन्ड गाइज चलो लेट्स गो। म त नेपाली। कति भडाङ यार गाइज। यार थाहा छैन हामी कता छौँ, यति धेरै भडाङ छ। मजा चाहिँ आइरहेछ भडाङ चढ्न। ओके ठिकै छ, जङ्गल बाटो त कस्तो मजाको छ के। हरियाली छ, भडाङ मजाले छ, चराहरू
गइरहेछ अनि मान्छेहरू छैन पनि भन्नु मिल्दैन, मान्छेहरू पनि छ जस रमाइलो चाहिँ आइरहेछ। सो कसलाई थाहा छ कुन ठाउँ छ भने प्लिज कमेन्ट गरिदिनु होला। भक्तपुरमा चाहिँ भक्तपुरमै हो है गाइस। एन्ड गाइस चलो लेट्स गो। गाइस यो चाहिँ जाडो महिनाको लागि बेस्ट ठाउँ रहेछ क्या। पुरै घाम ताप्दै बस्छ मिल्थ्यो तर हामीले ढिलो थाहा पायो किनकि यहाँ चाहिँ के भइसक्यो भन्दाखेरि गर्मी सुरु भइसकेको छ। त्यहाँ के हो थियो है नजाऊ है, मैले पनि देखाएको थिएँ के हो छ त्यहाँ के थियो त्यहाँ मैले देखाएको थिएँ कि केही थिएन। जाडोमा चाहिँ एकदमै बेस्ट ठाउँ थियो गाइस यो। तर हामीलाई थाहा थिएन यो ठाउँको बारे। अहिले त गर्मी सुरु भइसक्यो गाह्रो छ। यहाँ त यो भड्याङ त कहिले सकिँदैन जस्तो छ यार, कति धेरै भड्याङ छ भने ओ माई गड। ओके गाइस अब चाहिँ एकदम धेरै भड्याङ, कति धेरै भड्याङ छ क्या। अनि तलदेखि हिँड्दै 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 अब फेरि हाफतिर पुगेछौँ। अब चाहिँ एकछिन रेस्ट गर्ने सोचेछौँ है गाइस। यता चाहिँ यस्तो मजाले घाम पनि लागिरहेको छ अनि टक्क लाएर यहाँ रुखहरूले पुरै छाया दिइरहेको छ, बटरफ्लाई उडिरहेको छ, हावाले पातहरू हल्लाइरहेको छ, एकदमै मजा आइरहेको छ साथीहरू। सो गाइस एनिवे अब चाहिँ एकछिन रेस्ट गर्छौँ अनि फेरि यताबाट हिँड्छौँ है। गाइज यार यता एकदमै मजा आइरहेछ है। एकछिन यहाँ बसेको क्या चिल गर्न है। सो यो हावाले पुरै रुखहरू हल्लाइरहेको छ नि, पातहरू पुरै झरिरहेको छ कि। हजुरले देख्न सक्नुहुन्छ कि नै थाहा छैन, तर मैले चाहिँ देखिरहेको छु कि यस्तो मजा आइरहेछ होइन, यस्तो मजा आइरहेछ। वाउ सो शीतल गाइज। यस्तो खतरा हावा लाग्छ होला है साँझ त। हाम्रो कति रुखहरू हल्छ होला यहाँ त। जाडो पनि भइसक्यो गाइज। अब चाहिँ हामी जान्छौँ है। गाइज मैले चाहिँ होइन यस्तो ठ्याक्क आज पठाउ दाजुलाई मैले एक्स्ट्रा चार्ज दिएर भरिया बनाएको छु। ब्याग बोकिदिएको छु तर क्या रिस उठ्यो होला कि उहाँलाई चाहिँ होइन, उहाँले अगाडि छ होइन, तर मैले पैसा दिएको छु होइन एक्स्ट्रा। रिस त उठिरह होला क्या मुरुसँग। ठिकै छ अब के भन्न सक्छ होइन। वाउ पातहरू यस्तो मजाले झरेको छ कि होइन। पठाउ दाजुलाई एकचोटि प्लिज रुख हल्लाइदिनु न भएर नाइरे के गर्न सक्छ। अब फेरि हामी चाहिँ हिँड्न थाल्यो हेर्नु यस्तो छ यार ठाउँ त। ओ माई गड यार अब सबै यस्तै छ है। सो यता भ्लग त अब यस्तै हो, खासै देखाउने केही छैन। यस्तै पात यस्तै बाटो देखायो भने मात्र हो। सो यो पुरै सेम छ क्या। सो यति नै है त साथीहरू। अब हामी चाहिँ यताबाट कहाँ पुग्छ जान्छौँ अनि त्यसपछि अपडेट दिन्छौँ है। बाई सी यू। Oh no. फाइनल हामी यता पुरा आइपुगे साथीहरू। कता आइपुग्नु थालेन, खाइदिइसक्यो तर पानी पनि ल्याएन क्या आज। क्या स्याड भयो। गर्मी भयो यसमा त केही ठाउँ छैन साथीहरू, फर्किनु बाहेक केही रास्तो छैन। अब चाहिँ हामी फर्केको तल झर्दैछौँ। अब तल पुगेपछि कुरा गरौँला है। यस्तो मजा आइरहेछ यहाँ हेर्नु न, यस्तो मजा छ। चिसो भइसक्यो, घाम आयो भने त अब यस्तो राम्रो छ यार।
चराहरू चिँ 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 गरेर चाहिँ तर कहाँबाट कराएर थाहा छैन के चराहरू बटरफ्लाई हावा घाम पानी हाइकिङ सबै थोक अल इन वान हो यता आउनु होला सबैजना है कता त मलाई पनि थाहा छैन अब म जाने बाटो पनि देखाउँछु ल गाइस चलो लेट्स गो गाइस मेरो हुलिया चाहिँ यस्तो छ आजको हजुर नहाँस्नु होला ज्याकेटको टोपी हेर्नुहोस् तर यस्तो राम्रो छ टोपी होइन कपाल एक ठाउँ पनि उड्दैन क्या अर्कोले फेरि यता उठ्छ यता उठ्छ है सो यो चाहिँ गुन्डु नै रहन्छ सूर्य बिना गुन्डु भनेर लेखाएको छ हेर्नुहोस् साथीहरू त्यतातिरै रहन्छ हजुरलाई थाहा हुनसक्छ मलाई चाहिँ थाहा नहुन सक्छ ल आउनु होला है गाइस हाम्रो पैसा आयो पैसा चिकन छैन चैजवाला के चैजवाला के गाइस म चाहिँ फाइनली घरबाट आइसकेको छु हेर्नुहोस् आजको दिन चाहिँ मेरो यस्तै भयो है ऱ्यान्डम ठाउँमा घुम्ने यो अनि भक्तपुरमा गयो इन भएको थियो होइन त्यहाँको मैले धेरै क्लिपहरू खिचेन होइन सो अब चाहिँ मेरो दिन चाहिँ यसरी सक्यो बाई